So hello guys, welcome to my YouTube channel once again. र अहिले चाहिँ म मेरो घरमा छु, गाउँको घरमा। देख्न सक्नुहुन्छ एकदमै जङ्गल पछाडि ब्याकग्राउन्ड छ। ब्याकग्राउन्डमा जङ्गल छ है। पानी चलिरहेछ पम्प सेट। र अहिले चाहिँ म चाहिँ के गर्दैछु भन्दाखेरि म खासमा चाहिँ फरुवा खोजेको हो हैन। फरुवा खोजिरहेको छु कहाँ छ भनेर। यहाँ देख्न सक्नुहुन्छ है मोटर चलिरहेछ। मम्मीले फरुवा कहाँ राख्नु भएछ त भन्ने कुरा हो हैन। सो ट्र्याक्टर लगाउँदैछु, जोत्दैछु धान रोप्नको लागि चाहिँ खेतमा ट्र्याक्टर लगाउँदैछु। सो म चाहिँ अब खेतमा जान लागिरहेको। त्यहाँनेरि आलीहरू बिग्रिन्छ अनि त्यसलाई बनाउनको लागि जान लागेको छु। मम्मी भेटेन ए वहाँ पर पो ए ल फरुवा चाहिँ पर रहेछ। म चाहिँ अर्कैतिर खोजिरहेको थिएँ। मेरो खेतीबारी है हाम्रो है यो चाहिँ राँगो चरिरहेछ गाइस, एकदमै बलियो छ। यता हेर्दै यसको के हो मलाई ढुङ्गाले खाँदो रहेछ। यसलाई चाहिँ अब हामी चाँडै नै यसलाई व्यवस्था गर्छौँ भन्ने कुरा। व्यवस्था भन्नाले बेचिदिने हो। यहाँनिर यो हाम्रो जोतिङ भइरहेछ है। जोतिङ भइरहेछ। यहाँ हाम्रो बिउ हो, धानको बिउ। अब असार लाग्यो, यता जोत्दैछौँ। ठिक छ नि होइन? ल अहिले एकछिनमा म पनि ट्र्याक्टरमा चढ्ने हो। तर मेरो खास काम चाहिँ अब यस्तो त्यहाँनिर ट्र्याक्टरको टायरले चाहिँ भत्काएको हुन्छ नि त। अनि त्यसले गर्दाखेरि त्यसलाई चाहिँ अहिले खनखान पारेर चाहिँ छेक्ने काम हो मेरो चाहिँ। यो हाम्रो धानको लागि रेडी गरेर राखेको छौँ बिउ। र यहाँनिर चाहिँ यो चाहिँ भिजाएर जोतेर अहिले कुहाउँदै गर्नुपर्ने हुन्छ। योभन्दा अगाडि चाहिँ हामीले यहाँ मकै रोपेको थियो। यो मेरो टाउकोमा लगाउने चाहिँ यहाँनिर राखिरहन्छु। फरुवा चाहिँ यहाँ रहेछ होइन, तर म चाहिँ वहाँ पर खोजिरहेको छु। गाइस आजको ब्लगमा चाहिँ छ एकदमै भिलेज स्टाइलको ब्लग। तर कुन जोत्ने हो भन्ने कुरा चाहिँ मलाई ठ्याक्कै आइडिया छैन। किन भन्दाखेरि चाहिँ हप्ताको म 6 दिन त हुँदिनँ घरमा। मम्मीले नै सबै हेर्नुहुन्छ। हुन चाहिँ अब हाम्रो यो पनि हो, यहाँदेखि तल्लो पनि हो होइन, पर पनि छ, यो पनि हो। यसमा पनि पानी लगाएर राख्नु भएको छ मम्मीले। परको त्यहाँ परको रुखसम्म नै हो हाम्रो। अनि आज चाहिँ थाहा छैन सबै जोत्छौँ कि के गर्छौँ भन्ने कुरा मलाई थाहा छैन। सबैमा पानी लगाउनु भएको छ, सायद सबै नै जोत्छौँ होला। कुवा बोकेर अब म लागेँ है। जोता यस्तो छ है गाइस, जोता यस्तो छ। गाउँघरको बसाइ यस्तै छ हाम्रो। फेरि टोटली गाउँ भन्दा नि त्यस्तो विकट गाउँ चाहिँ होइन हाम्रो, तराई मधेस हो होइन। सो हामी यहाँदेखि विराटनगर, उर्लाबारी, इटरी, धरान नजिकै छौँ। तर गाउँ त गाउँ नै भन्नुपर्छ। स्विट होम ओके, यस्तो खनेर उ गर्नुपर्ने हुन्छ। अहिले चाहिँ म खन्दिनँ, पहिला ट्र्याक्टरमा चढ्नु पऱ्यो क्या म पनि यार। सोल्टीलाई एकछिन अब ट्र्याक्टरको यात्रा पनि त गर्नु पऱ्यो, कस्तो हुँदो रहेछ। ड्राइभर त ड्राइभिङ त गर्न सकिँदैन, एटलिस्ट ट्र्याक्टरमा एकचोटि बसिदिउँ। हेलो, एकछिन बसिदिउँ न एकचोटि। अब यहाँ चढ्न लागेको छु म। चढौँ एकछिन चढ्छु ल। हाम्रो ड्राइभर साहब हुनुहुन्छ है। कहाँ बस्छ म? कहाँ यो कुदाउनु बस्ने? यहाँ नि कहाँ कुदाउँछ हौ? यता कता त्यहाँ बस्नै पर्ने हुन्छ होइन। बसेर चाहिँ हेर्नै पर्ने हुन्छ हामीले। ल हाम्रो ड्राइभर साहबको राइडिङ हेर्नुपर्छ अब हामीले। ल पछाडि चाहिँ यसरी जोत्छ है गाई चाहिँ, मिलाएर हेर्नुपर्छ यो चाहिँ। क्यामेरामा नि गए ल
खोइ माटो बनाउनु पर्छ गाइज होइन यो धान रोप्नको लागि चाहिँ राइडवाला यस्तो भाइब्स दिनु पर्यो नि त होइन यो पछि युट्युबमा हाल्ने हो क्या यो केशवलाई पनि भाइरल बनाइदिन्छु म हुनुपर्छ नि यार ल है गाइज हाम्रो ट्र्याक्टर राइडिङ भइरहेछ सँगसँगै काम पनि भइरहेछ गर्नुमा त मरै नै हुन्छ है फर्काउँछ नि त पुरै होइन अहिले पो पित्तल खरानी एकछिन बस्नु चाहिँ रमाइलो होइन दिनभरि यही काम गरेको गर्दा त वाक्क हुन्छ नि सबैलाई त्यही हो एउटै काम गर्दा गर्दा वाक्क हुन्छ तर के गर्ने नगरी पनि भएको छैन होइन आफ्नो आफ्नो काम हो तर हाम्रो केशव चाहिँ एकदमै मेहनती मान्छे हो नि फेरि एकदमै ओके होइन एकदमै मेहनती मान्छे हो त्यही भएर काममा उसले नाइ नास्ती गर्दैन त्यो क्यामेरामा हिँड्नु लागेको छ त्यो डेन्जर कटिङ हानिदिन्छ कि यसले है यहाँ मुनि मान्छे खस्यो भने त सक्यो होइन त्यस्तो पुरै पिस पिस पारिदिन्छ अब अर्को लाइन हामी अर्को लाइन लिन गइसक्यौँ है अब यो यताको सक्यो अब यहाँबाट अर्को लिन पर्ने हुन्छ यहाँबाट चाहिँ फेरि एक राउन्ड यस्तरी हान्ने अनि फेरि अर्को लाइनलाई गर्न पर्ने हुन्छ पछाडि चराहरू किरा खानको लागि आउँदैछ पुरै के भन्छ यहाँ बस्दा क्या होइन यो जोत्ता त कानै पुरै हुन्छ होला है यहाँबाट निस्केपछि त कति आनन्द आउँछ होला घामै आउँछ गर्मी हुन्छ साह्रो छ नि गाइस खेती किसान पनि गर्नै पर्ने हुन्छ होइन फेरि गरेन भने खानु पनि त पाइँदैन अब युट्युबबाट पैसा कमाएर एउटा अब ट्र्याक्टर लिनु पर्ने छ म पनि यस्तै होइन के छ अनि आफै जोत्ने माया गर्नु पर्यो सपोर्ट है अब ट्र्याक्टर किन्ने पैसा युट्युबबाट कमाउनु पर्ने छ गाह्रो छ साथीहरू किसानलाई गाह्रो छ अब घन्टाको 2500 दिँदाखेरि होइन अब यहाँनिर नभएको पनि 2 घन्टा जति त लागि नै हाल्छ अनि त्यस पछाडि मल भन्यो पानी भन्यो रोप्ने जन भन्यो होइन अनि अरू पनि पछि धान ठुल्ठुलो भएपछि अझ दबाई गर्नु पर्यो त्यसले गर्दाखेरि गाह्रो चाहिँ कति पनि आउँदैन आउनु चाहिँ किसानलाई तर यसो आफ्नो खेती आफूले गरेको भन्ने कुरा मात्रै हुन्छ अब जस्तै मात्र मनको 1000मा बेचेर तपाईँको कति नै चाहिँ फाइदा होला त हामी जस्तो किसानलाई होइन त्यो धानको पनि खासै भाउ हुँदैन सो खासै फाइदा चाहिँ छैन तर नगरिकन पनि हुँदैन होइन अब आज यो पनि जोत्ने होला यता पनि जोत्छौँ जस्तो छ सो अब भोलि चाहिँ मेरो काम चाहिँ के हुन्छ त भन्दाखेरि अब यस्तो छेउछेउको सबै खनेर तान्ने उतातिर जस्तै त्यहाँतिर छ होइन यो चाहिँ अब कुहाएर राख्ने हो क्या सबै जोतेपछि केही दिनको लागि कुहिन्छ कुहेर राखिन्छ एन्ड देन फेरि एकचोटि जोतेर मजाले बनाएर मात्रै धान रोप्ने हो र हाम्रो खेत चाहिँ यो यहाँदेखि यो तल्लोसम्म पर्छ हाम्रो चाहिँ अनि उयो पनि एउटा फ्रुटकै रुख हो होइन अनि यहाँनिर पहिला त साथीहरू होइन पुरै अब आजकल त सबै बोर्डिङबाट मोटरबाट तानेको पानी हुन्छ पहिला त पैनीको खोलाको पानी लगाइन्थ्यो अनि यहाँ खेतमै पुरै माछा हुने क्या अनि हामी म त केटाकेटी नै सानै थिएँ अनि ढोक्सा थाप्दिनँ कि जहाँबाट पानी आइरहेको हुन्छ होइन
बगिरहेको हुन्छ त्यो ठाउँमा चाहिँ बाँसको ढोक्सा हुन्छ हो त्यो थापिदिने राति थापिदिने बिहान उठ्दाखेरि त आम्मा माछै माछा हुने क्या त्यस्तो दिनहरू पनि थियो अहिले त अब यस्तो पानी छ यो सबै मोटरको पानी हो खोला पैनीबाट आउने भन्ने छँदै छैन अम्बक पनि फलेछ यार सो साथीहरू यो चाहिँ हो क्या है यो कसैले चिन्नुहुन्छ यदि कसैले चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला होइन यो चाहिँ तपाईँको एकदमै दामी हुन्छ क्या अहिले यो पाकेको छैन होइन अब जस्तो यो रातो रातो भएको छ यहाँनिर चाहिँ यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि गुलियो अमिलो टाइपको हुन्छ खानु मिल्छ क्या चाहिँ टेस्टमा चाहिँ दामी हुन्छ अमिलो छ अहिले त काँचो पाकेपछि नि अमिलो स्विट एन्ड सावर टाइपको हुनु हो यसभित्र दाना मिठो अम्बक फलेछ यहाँसम्म हो साथीहरू हाम्रो चाहिँ यहाँदेखि उता अरूको पर्छ ए खाइसकेछ यार उसले चराले यो त हेर्दै गर्नुपर्ने रहेछ यार यहाँ पाकेको छ जस्तो छ यार एउटा यस्तो चप्पल लगाएर हिँड्यो भने चिप्लेर रातो कट्टु छ है गाइज ए पाकेर पनि यार यहाँ हेर न यहाँ पाकेर पनि झरिसकेछ यहाँबाट चाहिँ अलिअलि पाकेको छ जस्तो चाहिँ यो चराले टोकेको रहेछ तर त्यो पनि खाइदिउँ मिठो यो पनि पाकेको छ गाइस पापर यो खेतमा चाहिँ धेरै माछा हुने क्या हामी मम्मीहरूसँग आउँथ्यौँ यत्रो यत्रो जुका टाँसिने हामी चाहिँ भ्याटलुङ भन्छौँ त्यस्तो टाँसिन्छ क्या सबै चराले खान्छ पाकेर मिठै छ अब यहाँ पनि लगभग पाकेको जस्तो रहेछ त्यो पनि खाइदिन्छ तर अलिक काँचो छ जस्तो छ एकदमै फेरि अर्ग्यानिक है साथीहरू न मल न केही एकदम अर्ग्यानिक हो र अघि देखाएको त पनि एकदमै अर्ग्यानिक कहाँ गयो त कहाँ देख्दै थिएँ ए यो पो त यो अलिकति पाकेको रहेछ यी काँचो काँचो रहेछ भोलि पनि पाक्न सक्छ यो भोलि आएर फेरि एकलट चेक गर्नुपर्छ आज मेरो काम होला जस्तो छैन त्यही भएर खेतमा डुलिरहेको छु म सर्वे गर्दैछु ओहो यहाँ पनि साथीहरू यो फल कसलाई थाहा छ कसले चिन्नुहुन्छ ल कमेन्ट गरौँ त यो ए यहाँ पाकेर खाइसकेछ झार्नु पर्यो र झार्छु ल म पाकेको रहेछ यो टन्नै पाएको रहेछ साथीहरू पाक्नु ल म रुखमा चढेर